हेलो सबैजनालाई वेलकम टु माई मिनी ब्लग। गुड मर्निङ भन्दै आज चाहिँ यसरी सुरुवात भएको थियो मर्निङको। अनि यति बेला चाहिँ हामीले चिया पानी सबै खाएर टोल्लिरहेको थियो। अनि निकै टोल्लिएपछि कतिवटा काम कुराहरू सकेपछि चाहिँ रेडी भयो अफिसको ड्रेस लगाएर। अनि ठक्कै गएर चाहिँ म अब तपाईँलाई अफिसमा भेटाउँछु है भनेर चाहिँ बाहिर निक्लेको। उसले चाहिँ फुल टिप्दै रहेछ आमाकोमा लानुको लागि। अनि म चाहिँ निक्लेँ आफ्नो अफिसतिर कामको मेरो ल्यापटप झोलाहरू सबै यहाँ छ ब्यागहरू। अनि बाहिर आएर अफिसमा भट्टाभट काम सुरु गरेँ। आज चाहिँ एक्लै पऱ्यो हो। अनि मलाई साह्रो पऱ्यो, आफै बढाल्नु पर्ने, आफै मैला बटुल्नु पर्ने, आफै झार गोड्नु। अनि र पनि मैले टकटुक गरेँ, यो चाहिँ गर्नै पर्छ नि, साह्रै मैला हुन्छ, मान्छेले मैला फाल्दै हिँड्छ। अनि बढालिसकेर चाहिँ यस्तो चटक्कै भएको थियो। तलसम्म बढाल्छु नि त म। अनि त्यसपछि चाहिँ सबै मैला चाहिँ यहाँ थुपारेको थियो। रक्सीको बोतलहरू पनि छ र भन्दै थियो, छ यहाँनिर क्वार्टर बोतल थियो। अनि बसेँ बाहिर, एक दुईवटा पोस्ट गरेँ, त्यसपछि पानी खाएँ। अनि चाहिँ म भित्र नुहाउनुको लागि निक्लेँ। जहिले मलाई चाहिँ प्रब्लम हुन्छ नि त सफा गरेर नुहाउनु कि नुहाएर सफा गर्नुभन्दा सफा गरेरै नुहाउनुपर्छ। त्यसले गर्दा पूजा गर्नु ढिलो भयो। अनि हतार गरी यति बेला चाहिँ मैले सबै सकेँ, पूजाआजा सबै सकेर अरू कामहरू सकेर चाहिँ अब चाहिँ म यसो प्रसादको लागि हलुवा बनाउँछु। त्यसपछि आज चाहिँ न्यु इयर थियो। अनि सबैभन्दा स्पेसल चाहिँ आज हाम्रो आमाको बर्थडे थियो, मेरो सासूआमाको है। अनि आमाले केही खानुहुन्न नि त, बाहिरको केकहरू खानुहुन्न, इग्लेसै बनायो भने पनि त्यो इन्ट्रेस्टै गर्नुहुन्न त्यसमा। त्यसले गर्दा चाहिँ आमालाई जे मनपर्छ त्यही गर्यो है। अनि आमाको लागि चाहिँ भनेर बुके ल्याएको थिएँ, फुलहरू पुरा मन पराउनुहुन्छ नि त आमाले। अनि केक चाहिँ यस्तो भएको थियो मेरो है, युनिक आजको चाहिँ एकदम स्पेसल मेरो यो केक आमाको लागि भनेर। अनि लिएर चाहिँ म गएँ। आमाले चाहिँ तामझाम यताउता यो फेसबुक त्यति साह्रो फोटोसोटो हालेको मन पराउनुहुन्न। अन्त त्यसले गर्दा माथि चढेपछि चाहिँ फेरि यस्तो चाहिँ माथिको र मुनिको एकदम इन्भाइरोमेन्ट चाहिँ अलग्गै लाग्छ क्या त मलाई। माथि गएपछि एकदम शान्ति लाग्छ। अनि यो छ माथि सानो डग, बुढो हो सानो खालके हो, तर यसलाई अहिले यहाँ ढाडमा चिलाउँछ। अनि कनाइ माংস घाउ निक्लेको छ नि त, उसले त्यहाँ ठेल्दैछ कना भनेर। अनि के गरेर बातचित गरेर दिदीहरू आउनुभएको थियो है। त्यसपछि चाहिँ आमाको पुरा रेला गर्दै केक काट्यो। अब स्पेसियल हो नि त यो केक। अनि दिदी बिनाजु अनि नानी आउनुभएको थियो, रमाइलो भयो एकछिन। यो केकको टेस्ट एकदमै दामी थियो, युनिक भएको थियो, मिठो भएको थियो है, एकदमै राम्रो भएको थियो। त्यसपछि केक सेक खाएर निकै बेर बादमा काम धन्दा कतिवटा गऱ्यौँ, गफ गऱ्यौँ। अनि बेलुकाको कन्टेन्ट बनाएको मिस्टेक गरेछु, कस्तो राम्रो भएको थियो। छतमा बसेर बनाउनु पाउँदा मलाई खुसी लागेको थियो। फेरि घरमा तल झरेर बनाएँ, किनभने मलाई पूजा गर्नुपर्ने आउनु थियो नि त। त्यसले गर्दा बनाइसकेर पोस्ट गरेँ, पूजा गरेँ। अनि फेरि माथि गएँ। माथिको चाहिँ भ्यू फेरि दामी हुन्छ रातिको पनि। अनि सबै सकेर तल झर्दै गरेको, उसलाई चाहिँ फेरि लगेरै जानुपर्छ। मान्छे बत्ती नमारिन्जेल ऊ हिँड्दैन, बत्ती माऱ्यो अनि ऊ चाहिँ हिँडे ऊ। त्यसपछि अब चाहिँ म घरमा आइसकेको छु। सबै काम धन्दा प्रायः सकेको छ, एक दुईवटा काम रहेको छ बाँकी, त्यो गरेर चाहिँ सुत्नुपर्छ। बाई।